जस्तै बिमारी भए पनि भ्लग कन्टिन्यू गर्नु चाहिँ छोड्नु हुँदैन है साथीहरू। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। गाइस आज चाहिँ मेरो विक अफ थियो हो, अन्त म चाहिँ घर जानु खोजेको थिएँ होइन। अन्त मलाई चाहिँ एकदम बिमारी भइरहेको थियो, म तबियतै ठिक थिएन मेरो हो। बिहान उठ्दा पनि मेरो कस्तो घाँटी दुखेर सर्दी लागेर मलाई चाहिँ कस्तो भइरहेको थियो। तर पनि यो विक चाहिँ मेरो घर जानु मोस्ट इम्पोर्टेन्ट थियो है, त्यही लागि चाहिँ म जसरी भए पनि घर पुगेँ हो। अन्त घर पुगेर चाहिँ पहिला मैले आमालाई भेटेँ हो। अन्त आमालाई चाहिँ मैले भनेको थिएँ नि त मलाई पुरा त्यो आँटाको कौडी खानु मन लागेको छ भनेको थियो हो। अन्त आमाले चाहिँ त्यो रेडी गरिदिनु हुँदै थियो हो। अन्त म पनि गएर मैले पनि हेल्प गरेँ, त्यो कौडी बनाइदिँदै थिएँ हो। अन्त आमाले चाहिँ यो पानी बसाउनु भएछ, पहिला चाहिँ ल बोइल गर्नुपर्छ नि त, अलिकति हर्दी हालेर चाहिँ पानी उमालेर अन्त यो हालेर चाहिँ त्यसलाई बोइल गर्नुपर्छ। अन्त मैले चाहिँ बोइल गर्दै थिएँ हो। अन्त आमा चाहिँ दोकान जानुभएको थियो नि त केही सामानहरू लिनु हो। अन्त मैले चाहिँ के ल्याइदिएको थिएँ आमालाई है, त्यो दिँदै थिएँ। अनि अब यसको लागि चाहिँ म टमाटर प्याज काट्नु आँटेको थिएँ हो। आमा छुट्टी बात गर्दै मैले चाहिँ आमालाई भनेको थिएँ मलाई यस्तो पुरा खानु मन लागेको छ आमा भनेको थिएँ नि त मैले हिजो फोनमै। अन्त म आउँदाखेरि चाहिँ आमाले रेडी गरिदिइराख्नु भएको रहेछ हो। अन्त त्यो गरिसकेर चाहिँ यता आमाले चाय बनाएर दिनुभयो हो। अन्त मैले चाहिँ यो काटिदिइसकेको थिएँ सबै। अन्त उतापट्टिको दिदी आएर पनि बसिराख्नु भएको थियो, हामीसँग बात गर्दै है, यस्तै बात हुँदै थियो। अन्त आमाले चाहिँ अब ल म बनाउँछु, तँ बसेर चाय पि ल, म बनाएर खुवाउँछु आज भन्नुभयो हो। अन्त हुन्छ तपाईँको हातको खान्छु आज म भनेर चाहिँ आमाले चाहिँ त्यो बनाउनु आँट्नु भएको थियो हो। अनि फाइनली रेडी भइसक्यो यो है। तपाईँहरू के भन्नुहुन्छ यसको नाम कमेन्ट गर्नुहोस् ल, मलाई त पुरा मनपर्छ। उता त म खानु सक्दिनँ हो, अन्त यहाँ घर आएको बेलामा या त दिदी घर गएको बेलामा खान्छु होइन। अन्त हामीले नास्ता गरिसकेर चाहिँ यो एसआइआरको फर्म थियो सब्मिट गर्नुपर्ने है, त्यो चाहिँ हाम्रो ढिलो भइसकेको थियो नि त, मैले गर्दा म चाहिँ छुट्टी नपाएर आउनु पाएको थिइनँ हो, के गर्दाखेरि। अन्त आज म चाहिँ यसकै कारणले गर्दा पनि कस्तो बिमारी भएर पनि म बिहानै घर आएँ हो। अन्त त्यो फर्म भरिसकेर चाहिँ अब यता सब्मिट गर्नुपर्ने थियो नि त आन्टीहरूलाई। अन्त यहीँ बाटोमा आउनु भएको थियो। अन्त त्यो चाहिँ मैले सबै भरिसकेर चाहिँ सब्मिट गरेँ। फाइनली त्यो सब्मिट गरिसकेर चाहिँ मलाई यति बिना शान्ति भयो नि, यस्तो टेन्सन लागिरहेको थियो। आमा पनि टेन्सन लिइराख्नु भएको थियो, हामीले मात्रै गरेको छैन तैँले गर्दा त छिटो आइज भन्नु हुँदै थियो।